तपाई बिहान नुहाउनुहुन्छ या राति? धेरै जनाको दिमागमा आउन सक्छ राति नुहाएको खासै राम्रो हुँदैन होला, नुहाउन त बिहान नै ठिक हुन्छ। यो त भयो तपाई हाम्रो कुरा, तर आउनुहोस् हेरौं साइन्सले केलाई ठिक मान्छ। डर्मेटोलोजिस्ट र स्लिप एक्सपर्टका अनुसार राति नुहाउनु धेरै मानिसहरूका लागि एकदमै फाइदाजनक हुन सक्छ। किन भन्दा दिनभर हाम्रो शरीरमा पसिना, धुलो, ब्याक्टेरिया र एलर्जनहरू जम्मा हुन्छ र राति नुहाउँदा यी सबै हट्छन् र तपाईँ सुत्ने बेड पनि सफा रहन्छ। र अझ रोचक कुरा, सुत्नु भन्दा 1-2 घण्टा अगाडि मनतातो पानीले नुहाउनाले बडी टेम्परेचर घट्न मद्दत गर्छ, जसले ब्रेनलाई अब सुत्ने समय भयो भनेर सिग्नल दिन्छ। र रिसर्च अनुसार यसले स्लिप क्वालिटी पनि इम्प्रुभ गर्न सक्छ। र अब के बिहान नुहाउनु नराम्रो हो त भन्नु होला? होइन, बिहान नुहाउनाले पनि बडीलाई फ्रेस राख्न मद्दत गर्छ, तपाईको वर्किङमा अलर्ट बनाउँछ र दिनभर इनर्जेटिक फिल पनि हुन्छ। त्यसैले तपाईले नुहाउने पर्फेक्ट समय यही हो भनेर तोकिएको चाहिँ छैन। तपाईलाई जुन बेला गुड महसुस हुन्छ, रिफ्रेस हुन मन लाग्छ, तब तपाई नुहाउन सक्नुहुन्छ। यहाँ नुहाउने कुरा मर्निङ होस् या इभिनिङ होस्, इम्पोर्टेन्ट कुरा के छ भने धेरै चिसो पानी र धेरै तातो पानीले नुहाउनु शरीरको लागि उपयुक्त नहुन सक्छ। त्यसैले सकेसम्म छोटो सावर लिनु राम्रो हुन्छ। त्यसैले यहाँ मर्निङ सावर र नाइट सावरको के फाइदाहरू छन् भन्ने कुरा त बुझ्नुभयो होला। बिहान तपाईँ काममा निस्किँदा फ्रेस हुन चाहनुहुन्छ, दिनभर काममा अलर्ट हुन चाहनुहुन्छ भने बिहान नुहाउँदा ठिक हुन सक्छ। र स्लिप क्वालिटीमा इम्प्रुभ गर्न चाहनुहुन्छ, बेडलाई हेल्दी राख्न चाहनुहुन्छ भने नाइट सावर राम्रो हुन सक्छ। अब भन्नुहोस् तपाईँ कुन टिममा हुनुहुन्छ, मर्निङ सावर या नाइट सावर? यस्तै हेल्थ सम्बन्धी जानकारीको लागि हेल्थ विथ रेशमलाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद।